हेलो एभ्रिवान। तपाईँले फोकस गर्नै सक्नुहुन्न। अब 5 मिनट पनि तपाईँ केही नगरिकन एक ठाउँमा बस्न सक्नुहुँदैन र त्यो क्षमता तपाईँले गुमाइसक्नु भएको छ र तपाईँको एटेन्सन स्प्यान एउटा गोल्डफिसको भन्दा पनि कम भइसकेको छ, जुन कि 7 सेकेन्ड्स हो। र अवस्था यतिसम्म आयो कि बिहेमा त्यो मण्डपमा बेहुला बेहुलीले पनि त्यो आफ्नो फोन चेक नगरिराख्न, त्यो आफूलाई त्योबाट त्यो रेसिस्ट गर्न सकिरहेको छैन र त्यस्तो भएको छ करेन्ट सिनारियो। र यसको श्रेय चाहिँ वान एन्ड ओन्ली पक्कै पनि एक्सेसिभ इन्टरटेनमेन्टको कन्ज्युम्सनलाई नै जान्छ। र इन्टरटेनमेन्ट आफैमा नेपाली शब्द चाहिँ मनोरञ्जन हो। मनोरञ्जन सुन्दाखेरि नै अब आनन्दको जस्तो सुनिन्छ, मनोरञ्जन त्यसलाई त किन इफेक्ट गर्ला जस्तो देखिन्छ, तर पनि खासमा वास्तविक कुरा यस्तो पक्कै पनि छैन। र मनोरञ्जनले चाहिँ हामीले साँच्चीकै खुसी बनाउँदैछ कि अथवा मनोरञ्जनले हामीलाई सुस्त, कमजोर र वास्तविक जीवनबाट अलिकति टाढा लिएर जान गइरहेको छ। आज हामीले यसलाई पनि अ सेन्स अफ जजमेन्ट भन्दा पनि एउटा इन्टरटेनमेन्टको इभोल्युसन के हो र ह्युमन्सहरूले चाहिँ कसरी पर्सिभ गरे यो कुरालाई भनेर चर्चा गर्न गइरहेका छौँ। र अब हामी सिधै जान्छौँ सेन्चुरी लगभग 13-14 सेन्चुरीतिर। त्यो बेलामा चाहिँ मोबाइलहरू हुने कुरा पनि, इभन बुक्सहरू पनि एभाइलेबल थिएन त्यो बेलामा। त्यो बेलामा चाहिँ मान्छेहरूले चाहिँ इन्टरटेनमेन्टको सोर्स भनेको चाहिँ खासैतिर केही हुन्थेन। अब त्यतातिर फोकसै गरिहाल्ने, इन्टरटेनमेन्ट चाहियो भन्ने खालको पनि हुन्थेन, किनकि लाइफै आफैमा एउटा च्यालेन्ज थियो त्यो बेलामा। र त्यो कारणले गर्दाखेरि उनीहरूले इन्टरटेनमेन्टको सोर्स चाहिँ 6 मन्थमा जस्तोमा मेलाहरू हुने, 1 वर्षमा मेला हुने र मेलाहरूमा आफ्ना रिलेटिभहरू अब इभन गेट टुगेदरहरूमा हुँदाखेरि चाहिँ 6 मन्थ या 1 वर्ष जति ड्युरेसन कुर्थे र त्यहाँ चाहिँ उनीहरूले सोर्स अफ इन्टरटेनमेन्ट भनेको मेला या गेट टुगेदर थियो। यसको मतलब चाहिँ इन्टरटेनमेन्ट ठ्याक्कै अर्को भाषामा भन्दाखेरि चाहिँ इन्टरटेनमेन्ट भनेको यस्तो कुरा हो जुन कुरा हामी गर्छौँ र त्यो कुरा गरिसकेपछि चाहिँ एउटा ब्रेनलाई चाहिँ एक खालको रिवार्ड पाउँछ ब्रेनले, जुन कि डोपामिन हिट हो। र त्यो गरिसकेपछि हामीलाई चाहिँ अलिकति फिल गुड हुन्छ। त्यही नै हो इन्टरटेनमेन्ट। र त्यो बेलाको मान्छेलाई चाहिँ त्यो कुरा पाउनको लागि चाहिँ करिब 6 महिनादेखि 1 वर्ष जस्तो लाग्थ्यो, कुर्न पर्थ्यो। र त्यसपछि आउँछ 15औँ सेन्चुरी। 15औँ सेन्चुरीमा चाहिँ प्रिन्टिङ प्रेसहरू भए अनि बुकहरूदेखि लिएर सबै चाहिँ प्रिन्ट हुन थाल्यो र फिक्सनल, नन फिक्सनल बुक्सहरू, नोभेल्सहरू सबै कुराहरू चाहिँ मान्छेहरूलाई चाहिँ फ्रीली एभाइलेबल हुन थाल्यो। र त्यसपछि चाहिँ मान्छेले चाहिँ बुकहरू पढेर चाहिँ आफ्नो इन्टरटेनमेन्टको एउटा सोर्स चाहिँ बनाए त्यसलाई। र बुकहरू पढ्नको लागि चाहिँ करिब 1 महिना जस्तो लाग्थ्यो र त्यस बुकबाट आउने त्यो इन्टरटेनमेन्टको रिवार्ड पाउनको लागि करिब 1 महिना वेट गर्नु पऱ्यो औसतन मान्छेलाई बुक भ्याउनको लागि त्यति समय लाग्यो। अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने लगभग 13-14 सेन्चुरीमा चाहिँ 6 महिना जति कुर्न पर्थ्यो मलाई इन्टरटेनमेन्टको लागि। अब चाहिँ त्यो चाहिँ डिग्रेड भएर चाहिँ कति 1 महिना जस्तोमा आयो। र त्यसपछि चाहिँ 19 सेन्चुरी या अथवा 20औँ सेन्चुरीमा आउँदाखेरि चाहिँ हामी टिभी, रेडियोको जमाना आयो र टिभी सिनेमाको जमाना आयो। इभन सिनेमाहरू चाहिँ त्यो बेलामा 3 या 4 घन्टाको पनि हुन्थ्यो। त्यो कारणले गर्दा अब मान्छेले चाहिँ 3 या 4 घन्टा त्यो मुभी हेरिसकेपछि चाहिँ त्यो रिवार्ड पाउने भयो, इन्टरटेनमेन्टको रूपमा चाहिँ त्यसलाई युज गर्यो। अब चाहिँ के भयो भन्दा 6 मन्थदेखि 1 मन्थमा डिक्रिज भयो र 1 मन्थदेखि चाहिँ 3 या 4 आवर्समा चाहिँ उनीहरूले चाहिँ इन्टरटेनमेन्ट खुसी जुन डोपामिन हिट पाउने भयो। र त्यसपछि अब आउँछ जमाना इन्टरनेटको, जुन कि 2010 पछि चाहिँ इन्टरनेट चाहिँ मान्छेको चाहिँ हातमा हुन थाल्यो। र अझ बढी मेजर कुरा चाहिँ हामी युट्युबको गर्छौँ। युट्युबको थ्रुबाट चाहिँ मान्छेले इन्टरटेनमेन्ट पाउनको लागि या 15देखि 20 मिनटको भिडियो हेर्न पऱ्यो र त्यसको लागि 15देखि 20 मिनट कुर्न पऱ्यो। अब डिग्रेड भएर कति भन्दा 15देखि 20 मिनटमा आयो मान्छेको हातमा इन्टरटेनमेन्टको लागि। र त्यसपछि पनि 2016मा जुन कि टिकटक आयो अनि त्यसपछि 2020मा इन्स्टाग्राम रिल आयो र 2021मा युट्युब सर्ट्स आयो। त्यसपछि चाहिँ अब एउटा रिभोल्युसनै भयो इन्टरटेनमेन्टको यो जगतमा। र अब इन्टरटेनमेन्ट चाहिँ अब 5 या 10 सेकेन्ड्समा डिक्रिज भयो। अब जुन कि 13औँ-14औँ शताब्दीको मान्छेलाई चाहिँ इन्टरटेनमेन्टको लागि 6 महिना कुर्न पर्थ्यो भने चाहिँ अब अहिलेको मान्छेले चाहिँ 5 या 10 सेकेन्डमा इन्टरटेनमेन्ट पाइरहेको छ। झट्ट सुन्दाखेरि होइन ठिक छ, टाइम चाहिँ बचिरहेछ, ठिक छ, के भइरहेछ र ठिकै छोटो समयमा इन्टरटेनमेन्ट पाइरहेछ भने त्यति गलत भइरहेको छैन होला जस्तो लाग्छ। तर खासमा यसको असर ठ्याक्कै त्यस्तो छैन। यसले चाहिँ गरि के रहेछ भन्दा यो हाम्रो इन्स्ट्यान्ट ग्राटिफिकेसनले चाहिँ ब्रेनलाई नै रिवायर गर्न थाल्यो। अब ब्रेनलाई 5 या 10 सेकेन्ड भन्दा चाहिँ त्यसभन्दा अगाडि जान सक्ने अथवा अगाडि वेट गर्न सक्ने, अलिकति पनि प्यासेन्स राख्न सक्ने क्षमता ब्रेनले गुमायो, किनकि माइन्डै त्यो ब्रेनै रिवायर भयो। र यसको कारणले गर्दाखेरि चाहिँ अहिलेको युथमा चाहिँ अलिकति बढी एन्जाइटी, जो डिप्रेसनहरू हुने
र यो जुन एटेन्सन स्प्यान श्रिङ्क हुनकै कारणले गर्दा पक्कै पनि यस्तो सिम्पटम्सहरू आउन थाल्यो र मान्छेले चाहेर पनि अलिकति यसबाट टाढा हुन सकिरहेको छैन। अब इन्स्टाग्राममा तपाईँको 10वटा साथी इन्स्टाग्राममा छ भने तपाईँ हुनुहुन्न भने तपाईँले पक्कै पनि अर्को दिन गएर इन्स्टाग्राम जोइन गरिहाल्नुहुन्छ अनि त्यसपछि तपाईँ चाहिँ रिलको ट्र्यापमा पर्ने अथवा त्यो तपाईँले पक्कै पनि कन्ज्युम गर्नुहुन्छ। र यस्तो छ आजको सिनारियो। र ठिक छ, अलिकति भिडियो हेरेर आफ्नो काममा फर्किन सकिन्छ भने त ठिक हो, तर पनि यसरी अल्गोरिदमहरू नै बनाइरहेको हुन्छ कि उनीहरूले हामीलाई ट्र्यापमा पार्छ कि। र खासमा त पानी पनि ठिक खायो भने राम्रै हुन्छ 3 या 4 लिटरसम्म। र त्यसपछि मैले पानी राम्रो हो भनेर 10 या 12 लिटरै खान थालेँ भने पक्कै पनि त्यसले मलाई धेरै नै असर गर्छ होला। त्यो कारणले गर्दा हामीले चाहिँ त्यो इन्टरटेनमेन्ट थोरै इन्टरटेनमेन्ट लिने र फेरि काममा लाग्न सक्ने भएको त्यो क्षमता र त्यो कन्ट्रोलिङ पावर भएको भए चाहिँ हामीसँग त्यो राम्रो पनि हुन्थ्यो होला, हामीले प्रयोग पनि राम्रो ठाउँमा गर्थ्यौँ होला। तर यसले त्यो कन्ट्रोलिङ पावरलाई जुन त्यो स्ट्रक्चर छ जुन त्यसलाई नै तहस नहस गरिरहेछ। जब मान्छेको एटेन्सन स्प्यान नै 7-8 सेकेन्ड हुन्छ भने अब तपाईँ इमेजिन गर्नुहोस् कि यो कति खतरनाक कुरा छ दिमागको लागि। र अझ यसको सबभन्दा बढी असर भनेको बच्चाहरूमा छ, किनकि बच्चाहरू र टिनहरूमा, किनकि यसले चाहिँ यो त्यो एजमा चाहिँ फ्रन्टल कर्टेक्स चाहिँ हाम्रो डेभलप भइरहेको हुन्छ र यसले चाहिँ एटेन्सन र इम्पल्स कन्ट्रोलको लागि सबभन्दा बढी काम गर्ने हो। र जुन इन्स्टाग्रामहरू लगायतका कुराहरूबाट हामीले इन्टरटेनमेन्टको सोर्सको रूपमा चाहिँ हामीले चाहिँ जुन क्रिन्ज कन्टेन्टहरू, राम्रो नराम्रो कुराहरू, हरेक कुरा चाहिँ हामी कन्ज्युम गरिरहेको छौँ। यो कुराले चाहिँ एकदमै दिमागमा नराम्रोसँग यो बच्चाहरूको दिमागमा एकदमै असर गर्छ है। सुतेको मान्छेलाई उठाउन गाह्रो छैन, तर सुतिरहेको एक्टिङ गरेको मान्छेलाई उठाउन पक्कै पनि गाह्रो छ। र यसका सल्युसन हामीलाई थाहा नभएको होइन। माइन्डफुल कन्जम्सन, रिडिङ बुक्स, मेडिटेसन, अलिकति प्यासेन्स, इभन पोमोडोरो टेक्निक पनि हामी लगाउन सक्छौँ। र यो भिडियो चाहिँ पक्कै पनि सोल्युसन ओरिएन्टेड चाहिँ थिएन। र अझै खासमा कसैलाई साँच्चै कि अलिकति प्र्याक्टिकल सोल्युसन चाहिएको छ भने म दिन तयार छु। हेर्नुहोस्, अब यो भिडियो मार्फतबाट हजुरले चाहिँ धेरै इन्टरटेनमेन्ट पाइसक्नु भएको छ। यो इन्टरटेनमेन्टको डोज पक्कै पनि मलाई लाग्छ 10 या 15 दिनले चाहिँ काम गर्छ यो इन्टरटेनमेन्टले तपाईँलाई, होइन। त्यो कारणले गर्दाखेरि चाहिँ इन्टरटेनमेन्टको लागि चाहिँ अरू भिडियोमा वन्डर गर्नुपर्ने, अरू ठाउँमा जानुपर्ने पक्कै पनि छैन होला तपाईँलाई, मलाई विश्वास छ त्यो कुरामा। त्यसका कारणले गर्दाखेरि चाहिँ अब यो भिडियो पनि भइसकेको छ। म पनि काममा फर्किन्छु, हजुर पनि काममा फर्किनुहोस्। थ्याङ्क यू।